साथीहरू, आज हामी कुरा गर्नेछौँ महादेवका अद्भुत रहस्यहरू बारेमा। महादेव, जसलाई शिव पनि भनिन्छ, केवल संहारक होइनन्। उहाँले पुरानो असत्य र अज्ञानता नष्ट गरेर नयाँ सिर्जनाको बाटो खोल्नुहुन्छ। उहाँको तेस्रो आँखा ज्ञान र चेतनाको प्रतीक हो। क्रोधमा यसले तत्काल पाप र भ्रम नष्ट गर्न सक्छ। कथा अनुसार यसले कामदेवलाई जलाइदियो। शिव सधैँ माउन्ट कैलाशमा ध्यानमा बसेका योगी हुन्। उहाँको शान्ति र संयम हामी सबैका लागि प्रेरणा हो। सागर मन्थनको समयमा उहाँले संसार बचाउन विष पिउनुभयो र घाँटी नीलो भयो, जसले उहाँलाई नीलकण्ठ बनायो। शिवको ताण्डव नृत्य सृष्टि, संरक्षण र विनाशको प्रतीक हो। उहाँको शरीरमा लगाइएको खरानी जीवनको अस्थायित्व देखाउँछ र उहाँको सवारी नन्दी बैल र घाँटीमा सर्पहरू नियन्त्रण र शक्ति दर्शाउँछन्। अन्त्यमा उहाँलाई महाकाल पनि भनिन्छ, कालका अधिपति, जो समय र ब्रह्माण्ड भन्दा पर हुनुहुन्छ। यदि तपाईँ यी रहस्यहरूलाई अझै नजिकबाट बुझ्न चाहनुहुन्छ भने